नमस्ते साथीहरू, हाम्रो देश नेपालसम्म चाहिँ अरबको खाडीबाट तेल, ग्यास लगायत पेट्रोलियम पदार्थका सामानहरू कसरी नेपालसम्म आइपुग्छ यसको म्याप चाहिँ आजको सेटेलाइट म्यापबाट तपाईँहरूलाई देखाउन गइरहेको छु। यहाँ रहेका छन् कुवेत, साउदी अरबिया, अलि माथि रहेको छ इराक, बहराइन, कटार, युनाइटेड अरब स्टेट र यहाँ ओमान रहेको छ। भने यतापट्टि इरान रहेको छ, यहाँ रहेको छ स्टेट अफ हर्मज, अहिले चाहिँ यो बन्द छ। र यहाँसम्म कसरी आइपुग्छ त? यो बाटो हुँदै जहाँ तेल उत्पादन हुन्छ, यी देशहरूबाट तेल उत्पादन भएको तेल चाहिँ यो बाटो हुँदै हुँदै यसरी यो बाटोबाट आएर यो इन्डियन ओसियनबाट यहाँबाट चाहिँ पार गरेर यो श्रीलङ्का भयो भने यसरी यहाँबाट कलकत्ता बन्दरगाहसम्म आउँछ र यहाँबाट हाम्रो नेपालसम्म रोडको थ्रु आउने गर्छ। यसरी अहिलेसम्म हाम्रो देशमा आउने पेट्रोलियम पदार्थहरू यसरी आउने गर्छ। र अहिले चाहिँ हाल चाहिँ यो बाटो इरान, इजरायल र अमेरिकाको लडाइँको कारण यो स्टेट अफ हर्मज बन्द भएपछि यी देशहरूबाट उत्पादन भएका तेलहरू यहाँबाट बाहिर आउन पाएका छैनन्, यहीँ बन्द भएको छ र यहीँ थुप्रिएर बसेको छ। र यता तेल नआएपछि अहिलेसम्म चाहिँ तेलको मूल्यमा धेरै वृद्धि भएको छ भने पछि गएर चाहिँ धेरै हाहाकार हुन सक्ने सम्भावना बढेर गएको छ।